हेलो गाइज वेलकम ब्याक र आजको यो भिडियोमा हामी यो भिडियोमा चाहिँ GTA 6 सम्बन्धी पुरा डिटेल्सहरू हेर्न जाँदैछौँ र अब GTA 6 रिलिज हुन लागेको छ र यो अब सबैजनाले यसको प्रि अर्डर पनि गर्न लागिसक्यो र यसको प्रि अर्डर चाहिँ अब आजबाट स्टार्ट भइसकेको छ र सबैजनाले किनिसके पनि होला यसको अर्डर्सहरू प्रि अर्डर सम्पूर्ण डिलक्स एडिसन सम्पूर्ण जो पनि हुन्छ सबै चिज किनिसक्यो होला र कोही छ जुन चाहिँ बस हेरेर मात्र बस्ने खालकोमा र त्यसमा चाहिँ म पर्छु र मसँग चाहिँ GTA 6 सम्बन्धी केही पनि छैन गाइज र न प्लेस्टेसन 5 छ न GTA 6 र न त्यसको लागि प्रि अर्डर गर्नको लागि न केही पनि छैन र म चाहिँ अहिले अब बाहिरतिर भएको भएर चाहिँ बस अब GTA 6 लाई चाहिँ बस हेरेर मात्र इन्जोय गर्नेछु र हेरेर इन्जोय गर्नेमा चाहिँ एउटा म पर्छु र GTA 5 को पनि सम्पूर्ण गेमहरू एकदम हेऱ्यो र त्यो एकदमै खतरनाकै छ GTA 5 पनि र त्यो अब भर्खर अहिले चाहिँ मैले खेल्दैछु त्यो GTA 5 को चाहिँ बाई गरेर फर्स्ट टाइम र हामी चाहिँ अब GTA 6 को प्रि अर्डर्सहरू हेर्न त्यसमा के हैन थपे त्यसको पिक्चर्सहरू सम्पूर्ण हेरेर हामी त्यो जान्ने कोसिस गरौँ के हो यहाँनिर चाहिँ GTA 6 को डिटेल्सहरू मलाई त्यस्तो धेरै सम्बन्धी ज्ञान केही छैन र यहाँनिर आयो हाम्रो GTA 6 को वेबसाइट पेजमा यहाँनिर कमिङ नोभेम्बर 19 2026 अझै पनि अहिले जुन जुलाई अगस्त सेप्टेम्बर नोभेम्बर 5 महिना अब त 5 महिना पनि यो जुलाई जुन पनि गयो अब जुलाई आउँछ त्यसपछि बस 5 महिना बाँकी हो त्यसपछि स्टार्ट हुन्छ सम्पूर्ण प्लेयर्सहरूको एउटै गेम थियो GTA 6 र त्यही GTA 6 को लाइभ हेरेर चाहिँ म चाहिँ ऱ्याक गर्ने छु के कस्तो रहेछ GTA 6 बस खेल्न चाहिँ अलिकति पाउँदैन जबसम्म कि पीसीमा आउँदैन तबसम्म सायद पीसी किनेर अलि थोरै गल्ती गरेको छु कि भन्ने भयो अहिले र अब हामी चाहिँ यहाँनिर दिस एडिसन त इन्क्लुड छ यहाँनिर छ अल्टिमेट एडिसन अर्को छ स्ट्यान्डर्ड एडिसनको प्रि अर्डर्स नाउँमा गएर यसको छ हाम्रो डिजिटल राइट यहाँनिर यसको प्राइस हेऱ्यो भने $99.99 यो चाहिँ साउदी यो ग्लोबल प्राइस भइहाल्यो तर साउदीमा यहाँनिर कति पर्छ यसको प्लेस्टेसन साइन इन नै गर्नुपर्छ केही छैन मसँग offline play enable in-game purchase option vibrate function and trigger effects support dial sense wireless controller PS5 enhance PS5 भर्जन पनि चल्छ तर PS5 enhance भर्जन त्यसमा पनि देखाइरहेको छ Rockstar PS5 Ultimate Edition PS5 Pro enhance दुईटा यसको Ultimate Edition दिएको छ $99.9 र यसमा थुप्रै तरिकाको पिक्चर्सहरू त्यहाँ डिफ्रेन्ट के हो अरे बाप रे बाप यसलाई जुम गरेर हेर्ने मिल्दैन भिजुअल सर्च अहिले केही पनि देखेन यसलाई प्लस जुम अहिले के नि यहाँनिर चाहिँ हाम्रो मेन दुईवटा क्यारेक्टर छ पिक्चर फर्स्ट र यहाँनिर चाहिँ स्ट्रङ होल सब यो गनको स्किन छ त्यसपछि आयो यो कस्तो गाडी हो बे साउथ टावर विकासी क्या यार यस्तो सम्मको डिटेल्स छ त भने पुरा यो सबै गेम प्लेबाटै यो स्क्रिनसट लिएको यो यिनीहरू चाहिँ
यस्तो सम्भवको रियलिस्टिक बनाइदियो यार सबै ए टु जेड डिटेल्स छ हेर डिटेल्स बाप रे बाप यो गाडीमा भएको यो जुन वर्षा हुँदाखेरिको त्यो छिट्टा छिट्टा हुन्छ त्यो सब डिटेल्स यो अझ वर्षा पर्दाखेरि जो पानीलाई हटाउँछ नि त्यसको ए टु जेड डिटेल अरू माथि जो मिरर ए बाप रे बाप त्यो मिररको त्यो छिट्टा पर्दाखेरि कस्तो देखिन्छ टु त्यस्तै देखा है अरू यो रडमा पानी पर्दाखेरि हुने डिटेल्स क्या बे यार यस्तो समयको डिटेल्स यहाँनिर चाहिँ जेसन र लुसियाको एकदमै डिफ्रेन्ट हो कपडाको जो डिजाइन छ नि यस्तो थरीको देख्यो कि क्या भप्पाल सबै यो स्किन त यो गनको स्किन पिस्तोलको यहाँनिर लुसिया लोदे यहाँनिर लुसिया देखा अर्कोमा देखा स्वा स्पोन डुबल अबे यो गाडीको बाप रे बाप यस्तो छ यो चाहिँ सबै यो अल्टिमेट एडिसनमै मिल्ला यो चाहिँ पानीको यो चाहिँ पानीमा हुँदाखेरिको जुन भिजुअल यस्तो सम्मको देखिन्छ ल एकदम रियलिस्टिक पानीको यो डिजाइन त्यो छाल हेर नि छाल यस्तो सम्मको डिटो बनाइदियो यो त खेल्नुपर्ने हो यार खेल्नै नपाइने और यो आमामा यिनीहरूको लुकिङ डिजाइन यो सप्रोमा टाटु फेरि यसले हातमा टाटु हेयर स्टाइल चेन्ज चस्मा यसको त बाप रे बाप कति खतरा देखा हेर यो डिजाइन यो लुक्समा त तर हिरोलाई खतरा देखा है जेसनलाई चाहिँ खतरा यति नै होला यहाँनिर देखाएको चाहिँ लगभग धेरै पिक्चर्सहरू हाल्यो अहिले GTA 6 को स्ट्यान्डर्ड एडिसन दिस इज द अल्टिमेट एडिसन यहाँनिर अरू GTA 6 अल्टिमेट एडिसन अपग्रेड आउने बेला अहिले अपग्रेड गर्ने चाहिँ त्यस्तो केही छैन बिस्तारै आउँछ यसको free order GTA 6 and get 1 month GTA plus PS5 at the extra cost subscription until cancel GTA Plus को सब्सक्रिप्सन पनि पाउने रहेछ यो अल्टिमेट एडिसनमा चाहिँ र द भिन्टेज भाइस सिटी प्याक यो पनि पाउने छ 1 month GTA मेम्बर बाप रे बाप अल्टिमेट एडिसन किन्नुको यति धेरै फाइदा হবে यसको अरू पनि हेर्नु सबै एकचोटि स्ट्यान्डर्ड एडिसन यहाँनिर फेरि लुसिया र जेसनको डिफ्रेन्ट क्यारेक्टर डिजाइन यिनीहरूको जो स्किन छ नि फरक अनि यहाँनिर भिन्टेज भाइस सिटी प्याक यो बस अल्टिमेट एडिसनमै भेट्टाइन्छ गाडीको डिटेलको कुन चाहिँ गाडी हो यो यार मलाई त्यस्तो गाडी सम्बन्धी ज्ञान छैन तर कस्तो दामी डिटेल्स छ भने दुईजनाको जोडीलाई लिएर पनि तर यो जुन लुकिङ डिजाइन चेन्ज छ नि कस्तो खतरा दामी गरेर हापे गाडीको डिटेल्स पुरा इन्टेरियर लिएर बाहिरको सबै यो लुक्समा त्यस्तो नराम्रो त देखेन तर मान्नै पर्छ यो जुन लुक्समा यतिको लुक्समा देखाएन यो यसमा खत्रै देव देखिया भने अनि यहाँनिर चाहिँ यो उजीको यो पक्कै नै हाम्रो पब्जीमा यसकै यहाँको जो यसको स्किन छ नि यहाँनिर बरु दामी देखाउँदो रहेछ यार स्किन त यहाँ यसमा पो बाल दामी अरू जो क्यारेक्टरको यो डिटेल्स हातमा रौँ सबै A to Z डिटेल्स एउटा केही छोडेन अनि जो सर लगाइदिएको छु A to Z सब डिटेल
यो सब गेम प्लेको स्क्रिनसट अनि यो जुन मार्गरिटा यस्तै यो कहाँ देखेको छु डिटेल्स लिक्विडको पुरा फुल एउटा डिटेल्स छोडेन हेर ल त अनि यहाँनिर जुन आँखामा हुँदाखेरिको देखिने डिटेल्स पनि यस्तोसम्मको र यो गाडीभित्र हुँदाखेरिको यो चाहिँ अल्टिमेट एडिसन हुँदाखेरिलाई उनीहरूलाई भन्ने खालको यो चाहिँ गाडीको जुन यो गनको स्किन छ नि यो सायद रोयल पास हुनेहरूलाई नै होला यो पाउँछ यो जुन आउटफिट छ यिनीहरूको यो डिफ्रेन्ट आउटफिट स्किन यो चाहिँ भप्पाल छ यसमा मलाई चाहिँ यो दामी लाग्यो यो जुन अलग आउटफिट स्किन अनि यो हेयर डिजाइन यो सब चेन्ज भएको यो यसमा चाहिँ खत्रै लाग्यो लुकै छुट्टै देखिन्छ भने त्यो सुरुको स्ट्यान्डर्ड एडिसन हेरेको जुन छ नि जेसन र लुसिया बाबरे बाब अरू अब के थप्यो GTA प्लस मेम्बरमा यहाँ केही थपेन भाइ यहाँ रहेछ 95 ग्रोटी चिता यो के रहेछ भनेको त चिता रहेछ ग्रोटी सिग्नेचर र मिड 90 स्पोर्ट्स कार एन्ड द सोड्रा टु 95 ग्रोटी चिता इज कम्प्लिट विथ बाबरे बाब फ्युचर इज लाइब्रेरी एन्ड एभाइलेबल लेटर सिटेक्स क्या भप्पाल डिजाइन पे यसको त यसको जुन इन्टेरियर पार्ट्सहरूको यो ब्याक साइडको यो अगाडि इन्फ्रन्ट सब फुल टु A to Z क्या भप्पाल यो पनि पाउने भयो भनेपछि अल्टिमेट एडिसनमा उनीहरूले हक लिटर मोर्गन रिभल्भर अनि यो रिभल्भर कस्तो खालको र यो पाउने भयो स्किन यो यसको स्किनको डिजाइन आमामा फरक छ वेपन भ्यारिएन्ट वेपनको स्किन र त्यसपछि यहाँनिर आयो फेरि अर्को भाइसिटी स्टाइल भाइसिटीमा उनीहरूको फेरि भाइसिटी एरियामा हुँदाखेरिको स्टाइल यहाँनिर यस्तरी देखा यो स्टोरी अनुसार छुट्टै क्यारेक्टरको यो जुन स्किन अनि छ इभन चेन्ज हुने कि यिनीहरूको आउटफिट चेन्ज गरेर यहाँ यो हामीले आफै पछि मोडिफाई गरेर हुने खालको यस्तो डिटेल्स भाइसिटी स्टाइल लुसिया अरू अन्त जेसनका भन्नाले लुसियाको जुन लुक छ नि डिफ्रेन्ट जबरजस्त छ भने जुम गरेर चाहिँ यहाँ हेर्न मिलेन र यसको जुन हातमा टाटु यहाँनिर चाहिँ छैन फेरि टाटु चाहिँ पछि हामीले अटोमेटिकल्ली पछि म्यानुअलले एड गर्न मिल्छ टाटु चाहिँ त्यही अरू यो छ जेसन सेफ हाउस भेहिकल यो जेसनको सेफ हाउस अच्छा यहाँनिर कुन चाहिँ एरियामा हुने होला यो फेरि अनि जुन हामीले यो अल्टिमेट एडिसन हुँदाखेरि नै पाउँछौँ त्यसपछि यो बोटको स्किन यो बोट पाउने त्यसपछि यो बाइकको नाम के हो बे तिनका द जेसन सेफ हाउस भेहिकल दुईवटा भेहिकल हुँदो रहेछ एउटा यो गाडी अनि एउटा यो बाइक जबरजस्त छ त यसको जो सेफ हाउस प्लेस ग्यानरो रेट्रोबिल्ट राइडिङ कस्टम मोड सप यहाँ चाहिँ जुन ग्यारेजमा हामीले लैजाँदाखेरि जो गाडीलाई मोडिफाई गर्छ त्यसको सम्पूर्ण इन्टेरियरदेखि अरे यसको जो आउट डिजाइन कस्तो खतरा तरिकाले देखाएको त यस्तो गाडीलाई यस्तोसम्मको मोडिफाई गरेर पठायो ग्यारेजमा गएपछि यसको इन्टेरियर पार्टदेखि लिएर सबै चेन्ज गर्न मिल्ने खालको त्यस्तो र साराको युनिसेक्स स्यालन यो
यो लुकिङ डिजाइन सारस युनिसेक्स स्यालोन। अच्छा यसको स्यालोन हो यो चाहिँ। सारा भन्ने एउटा यसको चाहिँ जस्तै स्यालोनको सबै चाहिँ यहाँनिर आएर सबै चेन्ज गर्नु। यसको नङ प्लेसले यसको मेकअपकोदेखि लिएर सबै चेन्ज, केटाको पनि चेन्ज हान्दैन यहाँ। सबै यो लुकिङका यो पनि दामी हो, यो पनि खतरा रहेछ। त्यसपछि स्क्वालो सिजु स्क्वालो यहाँ चाहिँ पानीमा बोट लिएर चाहिँ गएको यो खालकोमा देखायो। ए पा यहाँनिर पनि छोडे यिनीहरू जतासुकै जाओ सँगै छन् भन्यो। यिनीहरूको अलग अलग चाहिँ स्टोरी कसरी हुन्छ होला, जुन जोडी फाइमा अलग अलग माइकल फ्र्याङ्कलिन तिनीहरूको छुट्टै छुट्टै लोकेसनमा भएर स्टोरी देखाउँछ। यहाँ त मैले यिनीहरूको सँगै देख्छु त। र यो डल्फिनको जुन मेन लोकेसन यसको यो डिटेल्स, यो 3टा बोटहरूको यहाँनिर के हुँदा यो हेलिकप्टर जस्तो छ यो। अनि भाइ सिटी पुलिस भाइ सिटी पुलिस यिनीहरू लकार्दैखेरिको होला यो। जो डिटेल्स पानीको पुरा जुन हेलिकप्टर घुम्दाखेरि तल ल्यान्डिङ हुँदाखेरि जुन देखिने त्यो तलको त्यो पानी त्यो छाल जस्तो के उठ्छ त्यस्तो सब डिटेल्स यहाँनिर पानीको डिटेल्स लिएर खतरा बप्पाल बना। अनि यो भयो स्टकतिर चाहिँ क्लोथ, यो क्लोथिङ स्टोरमा भएको डिफ्रेन्ट लुक्स। अरे बाफ्रे बाब जेसनको यो अलि डिजाइन चाहिँ अलिकति खासै ठिकै भनौँ नराम्रो हेर्ने। यो लुकमा अलिकति ठिकठाकै देखियो त्यस्तो तर यहाँ यसमा दामी देखियो। जुन यिनीहरूको कपडाको लुकिङलाई देखे यो चाहिँ हाम्रो भयो यो टुबे बग्गी, यही यसको नाम बग्गी पो हो। यस्तोसम्म खतरा जो टायर्समा त्यो मिट्टी हुँदाखेरिको जो डिटेल्स अनि धुल त्यो धेरै गाडी बाहिर चलाउँदाखेरि हुँदाखेरि त्यो धुलो बस्छ नि गाडीमा त्यो डिटेल्स सबै देखा, सबै एउटा डिटेल्स छोडेन। इन्टेरियर पार्ट्सहरूको भित्रको डिटेल्स पनि देखा। यो गाडी स्टार्ट हुँदाखेरि यो भित्रको नि सबै रियलमा जसरी काम गर्छ त्यसरी नै यिनीहरू पनि देखाउनु खतरा दामी। यो छ कि हेरेर हामीले इलेक्ट्रिक फ्यान टाटो पार्लर कति यो चाहिँ टाटो पार्लर। टाटोमा जाँदाखेरि यहाँनिर रहेछ हामी चाहिँ इलेक्ट्रिक फ्यान टाटो पार्लर भनेपछि यसको यो फ्याङ भन्ने यो यसको चाहिँ टाटो यसो रहेछ पार्लर चाहिँ। यहाँ गएर चाहिँ हामीले जस्तो ठाउँमा नि टाटो हान्न चाहिँ पायो। यहाँनिर छ टाटोको क्यारेक्टर डिफ्रेन्ट तरिकाले टाटो हाने। यो चाहिँ जसको यो पछाडिवालाको डाँडमा हुँदाखेरि थियो सबै छ टाटोको। यसको पनि अलग अलग स्किन किन्नुपर्ने हो कि के हो दामी छ टाटो चाहिँ जोस् खतरा दामी दिन। त्यसपछि उहिले मोड सप यो जुन यो माथि उठाउँदाखेरिको जो रिफ्लेक्स पुरै डिटेल्स छ। अनि त्यसपछि यसमा त्यस्तो डिटेल्स अलिकति घोरेरै हेर्नुपर्छ एकदम धेरै लाइट हुँदाखेरि स्याडोको डिटेल्स ठिक छ पनि। यहाँनिर चाहिँ के गर्छ यसले चाहिँ दिस मोड सप्लाई गर्ने स्पेसल अफ रोड मोडिफिकेसन यो पेन्ट गाडीलाई पेन्ट गर्ने यो रहेछ यो चाहिँ यस्तो तरिका नै। र यहाँनिर चाहिँ गुड टाइम केयर भन्ने छ। यसमा चाहिँ बस भाइ सिटी कपडा लगाएर चाहिँ भएको क्यारेक्टर यो कपडा छ धेरै त्यस्तो त। तर अहिले आएर चाहिँ फोटोहरू धेरै लिक गऱ्यो है जिटिएल। यो पिटिटी लिगल गुड्स स्टोर यो चाहिँ रेस खेलेर अथवा के पैसा कमाउने उपाय यो यहाँनिर चाहिँ भित्र चाहिँ क्लासिक कार कलेक्सनर। त्यसपछि छ यहाँनिर
कारहरूको कलेक्सन चाहिँ सिरिया यो कुन चाहिँ कार हो क्लासिक कार कलेक्सन त्यस्तो थाहा चाहिँ छैन मलाई यो कारहरूको नाम चाहिँ तर फ्री जो अल्टिमेट एडिसन हुनेहरूको लागि चाहिँ यो भिन्टेज भाइसिटी प्याक यो मिल्छ अनि फ्री मन्सिटी यो पनि पाउने तर स्ट्यान्डर्ड एडिसनमा चाहिँ बस GT6 मेम्बर अनि भाइसिटी प्याक मात्र यो पनि यसको लागि अलग्गै अर्डर गर्नुपर्ने होला ओके सो केही नै थियो होइन अहिलेको GT6 को चाहिँ एकदमै फोटोहरू चाहिँ लिकहरू धेरै नै गरेको छ यहाँ GT6 चाहिँ अल्टिमेट एडिसनको यो डिजिटल यसको प्राइस यसको सम्पूर्ण सबै लिक गरेको अब किन्न सक्नेहरूले अब यसको किनिहाल्छ यो चाहिँ $99.99 मतलब $100 और $100 यहाँनिर कति दिनुभयो $375 मतलब $375 ठिकै हो त्यस्तो पनि महँगो चाहिँ छैन तर सही प्राइसमै दियो तर दिन 99.9 और स्ट्यान्डर्ड एडिसन जुन यो दिएको $79.99 मतलब $80 भनौँ यसको लागि चाहिँ अब $80 बस $20 छोडे त्यति हो नत्र त $300 अनि अर्को बाँकी बस 75 जब म $75 त्यति जब त एड गरेर त सही ठिक छ बरु अल्टिमेट एडिसनै GTA6 हेरेर मात्र बस्नुपर्ने भयो यसको लागि अच्छा खेल्न नपाउने भयो GTA6 यार के कमसेकम खेल्न पाउनु पर्यो भनेर सोचिरहेको थिएँ के गर्नु बिहान छ त अब हेरेर मात्र जाने भयो अब दिन